साइकल माथि बसेर गीत गाउँ न हो र चित्तपुटी लैहाल्ने नि हैन चित्तपुटी लैहाल्ने ल आदि लैहाल्ने हैन अनि गिफ्ट हो फेरि म त पैसा त हालेन हैन अनि त बन किसरी गाउँ त ल डालीमा बसेछौ चरी मायालु बसेछौ मनभरि के छ हाल खबर एकदम कहाँ छौ तिमी अहिले अहिले म यो सोरुममा छु हैन इलेक्ट्रोनिकवालाको जस्तो पनि पाउने तपाईहरु पनि आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ र म अहिले बुटोलमा हो तिमी अहिले बुटोलमा हो अहिले बुटोलमा छु के हुँदैछ तारो के हो नि बिहाल छ जिन्दगी साइकल कति मन पर्यो त्यो स्कुटी स्कुटी पनि मन पर्यो साइकल जाऊ त जाऊ त्यहाँ गएर चलाउ त कस्तो रहेछ ल रातो चस्मा रातो स्कुटी है ए किन्न पर्यो क्या हो शिव तिमीलाई तिमीले किन्न पर्यो के हो ए हो वाओ हाम्रो शिव सरले एकला चलाउँदै हुनुहुन्छ यो आउने छ अहिले हल्का एक्सिलेटर दिन्छ गइहाल्छ गणपति अटो सप्लाई तिमी पछाडि बस्नु पर्छ शिवले उडाउला नि अरे शिव सरलाई शिव हटिहाल्छ नि त्यहाँ उता नलाइ ओ शिव भाइ सर ल बुटोलमा तर यिनलाई सुट गर्दो रहेछ यो है दामी हुनेछ ल बाबु शिव रक्स हाम्रो शिव सरसित चाहिँ अब म एकदम यो टेस्ट टाइपमा जाँदैछु अनि हामी कहाँ छौँ अहिले हामी कहाँ छौँ अहिले ल आशिषजी अहिले हामी बुटोलको ठ्याक्कै यो पछाडि यो के भन्छ यसलाई तिनकुनीको सिद्धार्थ कटेजको छेउमा सिद्धार्थको कटेजको छेउमा र यो अटो सप्लाई खानापट्टि अटो सप्लायर छ सरी हो भाइ लाइक म अहिले यहाँ इलेक्ट्रोनिकमा चलाएको छु ट्राई गर्छु कस्तो लाग्छ सुन न साइकल माथि बसेर गीत गाउँ न हो र चित्तपुटी लैहाल्ने नि हैन चित्तपुटी लैहाल्ने ल आदि लैहाल्ने हैन अनि गिफ्ट हो फेरि म त पैसा त हालेन हैन अनि त बन किसरी गाउँ त ल डालीमा बसेछौ चरी मायालु बसेछौ मनभरि आगो आगो ल ल ल ल हामी चाहिँ गयो है ल ल ट्राई गरौँ न शिव कहाँ घुमेर आयो यही हो अरु पनि अब यो लिएर काठमाडौँ जानु पर्यो तिमी है ल ओके गीत गाउँदै बसेवालक्कै गीत गाउँदै गरेको छु हैन बसेवालक्कै गीत गाउँदै काठमाडौँ सर र बस्छु होला केही हैन अनि ट्राई गर्छु म यो जमाना इलेक्ट्रिकको जमाना छ हैन शिव सर एकदम तेल हाल्न नपर्ने भन न हजुर तेल हाल्ने झन्झटलाई मुक्त गर्दै इलेक्ट्रिक साइकल इलेक्ट्रिक स्कुटरहरू उच्च लाग्दैछ हैन कति पावर छ हैन हैन ल ठिक छ थ्यांक यू अनि के छ त एकदम ठिक छु कहाँ छौ तिमी हजुरको होला कस्तो लाग्दैछ त के खादैछु अँ चिसो पानी हो अरु पनि नास्ता आउँदैछ आज दिनभरि घुम्यौ है बुटोलमा अनि तिमी आज कसको घर छौ अरे कसको घर छौ अरे भन त हाम्रो मुक्कु सुवेदी अनि भाइको घर पनि बुटोल हो भाइ चाहिँ आज मलाई भेट्नलाई चाहिँ मेरो घरमा आएको छन् भाइ एकदम मजाको छन् अहिलेको एकदम राम्रो चलेको इन्डस्ट्रीमा एक खालको भाइले फिल्म गर्नको लागि चाहिँ मुम्बईको यात्रा गर्दैछन् त्यसको लागि चाहिँ त्यसको लागि बुटोल आएको बुटोलबाट आइतबार चाहिँ मुम्बई जाँदैछन् भाइसँग आज भलाको सारी आज हिजो दिनभरि हाम्रो बसाइ चाहिँ रमाइलो भइरहेछ होइन एकदम हो यत्तिको हुनु पर्यो हुनै पर्यो त्यो नाम धेरै हुनु पर्यो तिमी पनि बुझ्दै रहेछौ केवल देखावटी बनाउन बटापट्टि मलाई बनावटी हो के फेरि 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 ल गाडीमा बनाउने नपट्टि हैन कुरा नगर अब मलाई बनावटी बनावटी यस शिव हजुर जोर से बोलो माय लॉर्ड ओके शिव जोर से बोलो उही हो के ओइ